अहिले नेपाली कांग्रेसभित्र या एमाले भित्र दुईटै पार्टीभित्र भन्छु हामीहरू दुईटै अप्ठ्यारो परिस्थितिमा छौँ र त्यो अप्ठ्यारो परिस्थितिमा हामी दुईटै पार्टी एकदमै विचित्रको विवादमा परिरहेका छौँ। दुईटै पार्टीमा विवाद छैन भन्ने कुरा होइन, छ स्वीकार। तर त्यो पार्टीहरूलाई हामीहरूले मिलाएर अगाडि लग्न सकेनौँ भने अवस्था के हुन्छ अबको 5 वर्षपछि भन्नुस् या अबको यो स्थानीय निर्वाचन भन्नुस्, प्रदेशको निर्वाचन भन्नुस्, त्यो बेला अवस्था के हुन्छ? त यही मञ्चबाट म नेपाली कांग्रेसका साथीहरू पनि हुनुहुन्छ, एमालेका साथीहरू पनि हुनुहुन्छ, अन्य पार्टीका साथीहरू पनि हुनुहुन्छ। उहाँहरूले हामीहरूले सोच्नुपर्ने छ, एक ढिक्का बनाइकिन हामी लड्न अगाडि बढ्न सक्यौँ भने हाम्रो अस्तित्व रहन्छ, होइन भने अप्ठ्यारो परिस्थितिमा हामीहरू जान्छौँ। यसमा कुनै द्विमत छैन। त्यही जुन विवाद हाम्रो बीचमा छ, नेपाली कांग्रेसको विवाद, त्यो विवादलाई मिलाउने प्रयासमा म त धेरै सामाजिक सञ्जाल त हेर्दिनँ, तर आजकल अलिअलि हेर्न थालेको छु। मुरारीजी हेर जस्ताले पनि एट्याक गर्नुहुन्छ, कहाँ जानु, बुझेर हो नबुझेर हो। रमाइलो के छ भने जसलाई एट्याक गर्नुपर्ने हो, जसलाई माने आक्रमण गर्नुपर्ने उसलाई गरिँदैन। कसलाई आक्रमण गरिरहेका छ भने आफ्नै पार्टीका मानिसहरूलाई, साथीहरूलाई आक्रमण गरिरहेका छ। त्यो तपाईहरुतिर पनि देखिन्छ, एमालेतिर पनि, त्यो नेपाली कांग्रेसतिर पनि देखिरहेको